तपाईहरुलाई एउटा प्रश्न सोध्न आएको छु। आज म यहाँ कुनै पार्टीको झण्डा बोकेर आएको छैन। कुनै नेता महान छ भनेर तपाईलाई सम्झाउन आएको पनि छैन। म यहाँ तपाईलाई एउटा प्रश्न सोध्न आएको छु। हामीले 30 वर्षमा के पायौं? 2046 सालपछि हामीले लोकतन्त्र पायौं। तर त्यसपछि 30 वर्षमा 30 भन्दा बढी सरकार परिवर्तन भए। 60% भन्दा बढी युवा विदेशमा काम गर्न बाध्य भए। प्रत्येक वर्ष 5 लाख भन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गए। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विदेशबाट आउने रेमिटेन्स देशको अर्थतन्त्रको करिब 25% भन्दा बढी भयो। अर्थात् देश भित्रको कमाइले होइन, विदेशमा पसिना बगाउने तपाईका छोराछोरी र मेरा दाजुभाइले यो देशको अर्थतन्त्र धानेका छन्। किसानको हालत के छ? नेपालको 60% जनता अहिलेसम्म कृषिमा निर्भर छन्। तर यस्तो कृषि प्रधान देशमा मलको लागि लाइन बस्नुपर्छ। बिउ समयमा आउँदैन, उत्पादनको उचित मूल्य पाइँदैन। सरकारी तथ्याङ्क भन्छ हामीले प्रत्येक वर्ष 2 खर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न विदेशबाट किनिरहेका छौं। जुन देशका किसानले खेत जोतिरहेका छन् त्यही देशले भात विदेशबाट किनिरहेको छ। स्वास्थ्य र शिक्षा कसका लागि? गाउँमा अस्पताल छैन, भए पनि डाक्टर छैनन्। सरकारी रिपोर्ट अनुसार नेपालमा प्रत्येक 10,000 जनामा 3 जना मात्र डाक्टर छन्। अनि शिक्षा, सरकारी विद्यालयमा शिक्षक छैनन्। भएका ठाउँमा गुणस्तर त छैन। प्राइभेट विद्यालयले कमसे कम 12 पछि देश छोड्न लायकसम्म बनाइदिन्छ। हाम्रो शिक्षाले डिग्री दिन्छ तर भविष्य दिँदैन, न रोजगारी दिन्छ। विकास कागजमा कि जमिनमा? नेपालको राष्ट्रिय योजना आयोगको रिपोर्ट अनुसार लगभग कुनै पनि राष्ट्रिय योजना समयमा पूरा हुन सकेकै छैनन्। 8 वर्षमा सक्ने योजना 20 वर्ष लाग्ने, 5 वर्षमा बन्ने सडक 15 वर्षसम्म अधुरो। यी सबै तथ्याङ्क भए प्रमाणका लागि आफ्नै वरिपरि एकचोटि मज्जाले नजर डुलाउनु। अब तपाईलाई प्रश्न, हामीले 30 वर्षसम्म उही अनुहार, उही सोच, उही तरिकालाई फेरि मौका दियौं। परिणाम छर्लङ्ग छ। युवा विदेशमा, किसान ऋणमा, बिरामी लाइनमा, देश रेमिटेन्समा। त्यसैले यो चुनाव सामान्य हुने छैन। यो चुनाव पार्टी जिताउने होइन। यो चुनाव विदेश गएको छोराछोरीलाई फर्काउने हो। किसानको पसिनाको मूल्य दिलाउने हो। सरकारी अस्पतालमा औषधि पुर्याउने हो। सरकारी विद्यालयमा शिक्षक राख्ने हो। फागुन 21 आउँदैछ। यसपटक डरले होइन, आशाले मत दिनुहोस्। नाम होइन, हिजो, आज र भोलि सम्झेर मत दिनुहोस्।